Hello, namaste. Today we learn to make profile in BoltWorks and how to apply for the jobs. आज हामी बोल्ट र बोल्ट एप्स को बारेमा चाहिँ कुरा गर्ने छ। बोल्ट भन्ने एउटा ट्याक्सी राइड भन्ने छ, त्यसमा नझुकिनुस्। यो चाहिँ BoltWorks हो। माथिको लिंकबाट चाहिँ प्रोफाइल बनाउनुस् अनि कामहरु चाहिँ एप्लाई सुरु गरिहाल्नुस् है त। Click the link in the description and create a profile and start applying for the jobs. Let's check it out how we can do it. finland.com मा जानुस् हैन, अनि त्यसपछि यो बोल्ट जब्स मेक प्रोफाइल स्टार्ट वर्किङ इन फिनल्यान्ड मा क्लिक गर्नुस्। अनि त्यसमा क्लिक गरेपछि यो पोस्ट आउँछ हैन, मुनिपट्टि स्क्रोल गर्नुस् अनि मुनिपट्टि स्क्रोल गर्नुस्। यो बोल्ट भन्ने ट्याक्सी राइड हुन्छ, त्यसमा चाहिँ उस नहुनु है, नझुक्किनुस्। अनि त्यसपछि मेक प्रोफाइल क्लिक हियर भन्नेमा क्लिक गर्नुस् है। त्यसपछि तपाईलाई यस्तो आउँछ। अनि त्यसपछि आफ्नो नेम डिटेल्सहरु भर्दै जानुस् हैन, अनि त्यो भर्दै जानुस्। अनि भरिसकेपछि तपाईलाई अलरेडी हैन अकाउन्ट लगइन गर्दा पनि हुन्छ। अनि तपाई लगइन गरेपछि चाहिँ तपाईलाई यस्तो प्रोफाइल आउँछ हैन। अनि त्यसपछि यो फाइन्ड वर्क भन्नेमा जानुस् है। अनि त्यसपछि यहाँ तपाईहरुको देख्नु पनि है, सबै विषयहरु चाहिँ आउँछ है। जस्तै कोकी एस्पोन नोक्सियो भन्नेमा है, यहाँ हेर्नुस् है, कुक ड्युरेसन हैन, 7 टेम्पोरेरी टाइमहरु लेखिरा हुन्छ, एड्रेस लेखिरा हुन्छ हैन। अनि तपाईहरुलाई चाहिँ पुरै हाइजिन पासपोर्ट इंग्लिश के चाहिन्छ हैन। अनि जस्ट यहाँ क्लिक गरिदिनु पर्ने हुन्छ। ग्रेट, यु मिट अल द रिक्वायर्ड सबमिट योर एप्लिकेसन, एप्लाई फर जब भन्नुभयो भने चाहिँ तपाईको चाहिँ हैन जब एप्लाई हुन्छ। यो चाहिँ एकदम सजिलो छ है। अनि तपाई फेरि ब्याक जान सक्नुहुन्छ हैन। जस्तै तपाईको प्रोफाइल यहाँ गरेर चाहिँ आफुले हैन चट्ट प्रोफाइलमा सबै डिटेल्सहरु चाहिँ लेख्न सक्नुहुन्छ हैन। अनि फाइन्ड वर्कमा जानु, त्यसपछि तपाईले फिल्टर पनि गर्न सक्नुहुन्छ है। वर्कहरु यो के वर्कहरु चाहिन्छ तपाईलाई हैन, त्यही अनुसार फिल्टर गरेर पनि सर्च गर्न सक्नुहुन्छ हैन। कति डिस्टेन्सकोमा गर्नुहुन्छ त्यो पनि गर्न मिल्छ है। त्यो लिंकमा क्लिक गर्नुस्। कोक्की हुबिन्का रबिन्तोला पालिकको हैन, कोक्की तानसिन्तालो कोक्की है, थुप्रै यस्तो वर्कहरु चाहिँ आइरा हुन्छ यसमा। अनि यो 50 किलोमिटर छ नि हैन। जस्तै तपाईले यसलाई चाहिँ चेन्ज गर्न सक्नुहुन्छ है। फिल्टरमा गएर चाहिँ फिल्टरमा जानुस् हैन। अनि त्यसपछि यहाँ मुनि आउनु भयो भने चाहिँ हैन डिस्टेन्स कति छ 50 मा राख्नुहुन्छ, 10 किलोमिटर, 50 किलोमिटर, 60 किलोमिटर हैन। अनि त्यसपछि यहाँ बढ्दै जान्छ। Good luck with your job search and please do hit the subscribe button if you haven't done it so. Hasta namaste, फेरि भेटौँला।